सम्पूर्ण प्रभुका जनहरूमा ख्रीष्ट येशूको पवित्र नाममा जय मसीह। आज देश विदेशबाट विभिन्न ठाउँहरूबाट यो युट्युब च्यानल मार्फत परमेश्वरको वचन सुन्नलाई अनि हेर्नलाई बसिरहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आजको यस कार्यक्रममा स्वागत भन्न चाहन्छु। दिनौं हामीले परमेश्वरको वचन पढिराखेका छौं, दिनौं हामीले परमेश्वरको वचनबाट हेरिराखेका छौं र आजको यस बिहानीको समय पनि म तपाईहरुको बीचमा परमेश्वरको वचनबाट पाठ गर्न चाहन्छु। यहाँ आज म तपाईहरुको बीचमा परमेश्वरको वचन भजन संग्रह 136 को 23 पदबाट पढ्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, उहाँले हामीलाई हाम्रो दुर्दशामा स्मरण गर्नुभयो, उहाँको प्रेम अनन्त कालसम्म रहिरहन्छ। आमेन। परमेश्वरले हामीलाई हरेक दुःख कष्ट पीडा र हाम्रो लडाई अनि विभिन्न कुराहरूमा उहाँले विजय गराउनुहुन्छ। त्यसकारण परमेश्वरले आज हामी साँच्चै नै उहाँको प्रेम अनन्त कालसम्म रहेको छ। दाउदको जीवनमा परमेश्वरले थुप्रै विजयहरू दिनुभयो, शक्तिशाली कामहरू गर्नुभयो, जसको कारणबाट परमेश्वरले साँच्चै नै उहाँको जीवनमा परमेश्वरको प्रेम प्रकट गर्नुभएको थियो। आज तपाईँ र मेरो जीवनमा परमेश्वरले नयाँ काम गर्नुहुन्छ। त्यसकारण आज यस बिहानीको समय हामी प्रार्थना गर्न, परमेश्वरको वचनबाट पाठ गर्न अनि विभिन्न कुराहरू गर्नको निम्ति आज हामी परमेश्वरलाई धन्यवाद दिनको निम्ति आज यस बिहानीको समय हामी एकअर्कासँग यसरी नजिक आइराखेका छौँ। युट्युब च्यानल मार्फत भए पनि हामीले बुझ्नुपर्ने कुरा, हामीले याद गर्नुपर्ने कुरा, दिनदिनै हामी बाइबल पढ्छौँ, दिनदिनै परमेश्वरको वचनबाट पाठ गर्छौँ। तर आजको वचन भर्खरै मैले तपाईहरुलाई पढेर सुनाए कि हाम्रो दुर्दशा स्मरण गर्नुभयो, हाम्रो दुःख पीडा लडाईमा हारेका कुराहरू अनि ती सबै कुरा परमेश्वरलाई थाहा छ। हाम्रो दिनदिनको जीवनमा अहिले मानिसहरूसँगको लडाई होइन, तर आत्मिकी लडाई चाहिँ हाम्रो भइराखेको छ र अन्धकारको शक्तिको विरुद्धमा हामीले लड्नु परिरहेको छ। हामीलाई दिनदिनै परमेश्वरको अनुग्रह कृपा र शक्तिको खाँचो छ। त्यसकारण आज यस बिहानीको समय म तपाईलाई उत्साह दिन चाहन्छु। मेरा प्रियजन, तपाईँ र म साँच्चै नै परमेश्वरका छोराछोरी भएको कारणले गर्दा आज हामीले परमेश्वरको शक्ति प्राप्त गर्नु र उहाँको वचन अनुसारको जीवन जिउनु हामीलाई एकदमै नभई नहुने कुरा हो। त्यसकारण आजको यस समय म तपाईलाई उत्साह दिन चाहन्छु। हामी जुन अवस्थामा छौँ त्यही अवस्थामा परमेश्वरलाई महिमा दिनु, परमेश्वरलाई आदर इज्जत गर्नु एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। त्यसकारणले गर्दाखेरि हामी दिनदिनै यसरी भेट्ने, प्रार्थना गर्ने, यसरी हाम्रो जीवनमा परमेश्वरले गर्नुभएका महान कामको बखान गर्ने काम चाहिँ हाम्रो जीवनमा हुनु जरुरी छ। आज यस बिहानीको समय म तपाईलाई उत्साह दिन्छु। तपाईँ जुन जुन ठाउँमा हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, त्यही अवस्थाबाट परमेश्वरलाई धन्यवाद दिनुहोस्। उहाँ भलो हुनुहुन्छ, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, उहाँले हामीलाई अनन्त कालसम्म प्रेम गर्नुहुन्छ। उहाँको प्रेम कहिले पनि हामीलाई उहाँले छोड्नुहुन्न, उहाँको प्रेम कहिले पनि एकछिन गर्ने अनि त्यसपछि छोड्ने कामहरू उहाँको जीवनमा हुँदैन। तर तपाईँ र म मानिस जाति भएको कारणले गर्दाखेरि हामी चाहिँ एकछिन प्रेम गर्छौँ होला, त्यसपछि हामी छोड्छौँ होला। त्यसकारण मेरा प्रियजन, आजको दिन यस बिहानीको समय म तपाईलाई अनुरोध गर्न चाहन्छु कि परम प्रभु परमेश्वरले हाम्रो जीवनमा नयाँ काम गर्नुहुन्छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो अनि जसले उहाँमाथि विश्वास गर्छन् उहाँहरूलाई परमेश्वरले साँच्चै नै अनन्त कालसम्म प्रेम गर्नुहुन्छ। अनि आज परमेश्वरले तपाईँ र मेरो जीवनमा शक्तिशाली काम गर्नुहुन्छ। त्यो काम चाहिँ उहाँको अनन्त कालसम्मको प्रेम हो। संसारमा हामी सधैँको निम्ति आएका होइनौँ, एक दिन हामी यस संसारबाट बिदा भएर जानेछौँ र त्यसपछि पनि उहाँको साथमा हामी रहन जानेछौँ र उहाँको प्रेम अनन्त कालसम्म नै रहिरहन्छ। त्यसकारण मेरा प्रियजन, हामी परमेश्वरलाई धन्यवाद चढाउँदछौँ किनभने उहाँले हामीलाई अनन्त कालसम्म प्रेम गर्नुभएको छ। उहाँको प्रेम अतुलनीय छ किनभने तपाईँ र मैले भोग्नुपर्ने, तपाईँले मैले दुःख भोग्नुपर्ने कुराहरू परमेश्वरले भोग्नुभयो। प्रभु येशू आफैले क्रुसमा आफै चढ्नुभयो र मर्नुभयो। उहाँलाई कति दुःख र कष्ट पीडाहरू
दिएको थियो, जसको कारणबाट आज तपाईँ र मैले साँच्चै नै परमेश्वरमा हामीले नयाँ जीवन पाएका छौँ। त्यसको लागि परमेश्वरलाई धेरै धन्यवाद छ। आजको यस बिहानको समय फेरि पनि म तपाईँलाई उत्साह दिन्छु। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, हामीले गर्नुपर्ने कामहरू, हाम्रो जीवनमा हामीले स्मरण गर्नुपर्ने कुराहरू हामीले परमेश्वरको प्रेम हो। परमेश्वर प्रेमिलो परमेश्वर हुनुहुन्छ। उहाँले सबै जातिका मानिसहरूलाई प्रेम गर्नुहुन्छ र उहाँले आफ्नो छोरा र छोरीको रूपमा हामीलाई ग्रहण गर्नुहुन्छ, अनि जसको कारणबाट आज यस संसारमा हामीलाई जिउनको निम्ति साहस मिल्छ। त्यसकारण मेरा प्रियजनहरू, आदरणीय सम्पूर्ण श्रोता मित्रहरू, हामीले याद गरौँ परम प्रभु परमेश्वरले तपाईँ र मेरो जीवनमा प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ। अनि आजको यो वचनमा भजन सङ्ग्रह 136 को 23 पदमा भने जस्तै उहाँले हामीलाई हाम्रो दुर्दशा स्मरण गर्नुभयो, उहाँको प्रेम अनन्त कालसम्म रहिरहन्छ। हाम्रो दुःख पीडा र हामीले हाम्रो जीवनमा भएका सम्पूर्ण कुरा प्रभुले स्मरण गर्नुभयो, त्यसपछि उहाँले हामीलाई अनन्त कालसम्म प्रेम गर्नुभएको छ। त्यसकारण आज हामी यसरी एकअर्कामा जिउनलाई साहस हामीले पाइराखेका छौँ, कारण चाहिँ परम प्रभु परमेश्वरले हुनुहुन्छ। त्यसकारण हामीले याद गरौँ आजको यस बिहानीको समय तपाईँ र मैले हाम्रो हरेक कुराहरू, दुर्दशाहरू, जे जति कुराहरू, दुःख पीडाहरू हामीले सहनु परेका कुराहरू छन्, ती सबै कुरा परमेश्वरमा राखौँ। उहाँले हाम्रो सबै कुरा स्मरण गर्नुहुन्छ, अनन्त कालसम्म उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वरको वचन हामी यही राख्नेछौँ र हामी छोटो प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद सबै कुराको निम्ति र आजको यस बिहानीको समय तपाईँ परमेश्वरको चरणमा हामी आउँदछौँ। पिता परमेश्वर, हामीलाई सहायता गर्नुहोस्। आज देश विदेशबाट विभिन्न ठाउँहरूबाट प्रभु तपाईँको परमेश्वरको वचन सुन्नलाई युट्युब च्यानल अगाडि बसिरहनु भएका सबै प्रभुका जनहरूलाई आशिष दिनुहोस्। अनि आजको दिन तपाईँ प्रभुले हाम्रो सबै कुरामा, हाम्रो दुर्दशामा तपाईँ प्रभुले स्मरण गर्नुहुन्छ, किनभने तपाईँको प्रेम अनन्त कालसम्म छ। प्रभु, तपाईँलाई धन्यवाद। धन्यवाद तपाईँको प्रेमको लागि, यो सबै कुराको लागि धन्यवाद धन्यवाद भन्दै यो छोटो बिन्ती प्रार्थना चढाउँछौँ ख्रीष्ट येशूको पवित्र नाम, आमेन। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, परमेश्वरको वचन आजको दिन म यही अन्त्य गर्न चाहन्छु। प्रभुले तपाईँहरू सबैलाई आशीर्वाद दिनुभएको होस्। जय मसीह।